हेलो गाइज, आज चाहिँ हामी चटपटे र पानीपुरी खान लागेका छौँ। चटपटे र पानीपुरी चाहिँ मेरो श्रीमानले यति मेहनत गरेर बनाइरहनु भएको छ कि उहाँको त आँखाभरिबाट आँसु बनाउनु भयो कि आँखा पिरो भएर प्याजले लास्ट पिरो भएको थियो। उहाँले त पनि बनाइदिनु भयो मेरो श्रीमतीलाई अनि बहिनीलाई खानु मन लाग्छ भनेर। अनि गिलो पिरो चटपटे टक्क बनाइसक्नु भएपछि अनि हामी नन्दा भाउजू बसेर खायौँ। अनि नन्दाले के भन्नुभयो भने लास्ट मिठो छ नि भाउजू, कति मिठो हो, कसले बनाउनु भयो यो भनेर भन्नुभयो। तपाईँको दाइले बनाएको हो नि भनेर मैले भनेँ। अनि त्यसपछि वाउ, सो मेरो दाइको हात कति राम्रो कति मिठो भनेर भन्नुभयो बहिनीले। फेरि फेरि पनि खान आउँछु, दाइले यति धेरै मेहनत गरेर बनाउनु हुँदो रहेछ भनेर भन्नुभयो। हुन्छ आउनुहोस् न भनेर भने। अनि फेरि खाँदा खाँदा त्यो चटपटी सितेपछि अनि हामीले चाहिँ पानीपुरी पनि चाखौँ न त कस्तो रहेछ भनेर खायौँ। अनि पानीपुरी चाहिँ लास्ट मिठो रहेछ भनेर खानु लाग्नुभयो। खुसखुस हुँदैछ नि होइन। त्यस पछाडि अनि हामी पानीपुरी पनि खायौँ। त्यसपछि लास्ट मिठो रहेछ नि भन्छु, तपाईँको हातमा अनि दाइको हातमा त जादु रहेछ भनेर भन्नुभयो। यति मिठो बनाउने यति मिठो, बरु त्यो भइहाल्यो भन्दा पनि लास्ट मिठो बनाउनु भएछ नि भाउजू भनेर भन्नुभयो। अनि त्यस पछाडि त हजुर हो नि भनेर म पनि मक्खै भएँ है, मक्खै भएर ममा हाँसेँ। अनि त्यसपछि हामी दुईजनाले कप्पा कप्लाएर एक थाल पानीपुरी र एक थाल चटपटी हामीले बुतायौँ हामी नन्दा भाउजूले।